मामा हजुर नमस्ते। नमस्ते टासीदेले हजुर। हजुरको थोरै परिचय राखिदिनुहोस् न। म एसटी शेर्पा, एसटिएस ग्रिन टी स्कुल मार्फत ग्रिन टी बारे मान्छेको स्वास्थ्य बारे स्कुलिङ गर्ने काम गर्छु। हजुरको यो एसटिएस ग्रिन गोल्डको बारेमा थोरै केही जानकारी दिनुहोस् न। तपाईँले जिज्ञासा राख्नुभएको एसटिएस व्हाइट गोल्ड ग्रिन टी हो। यो चाहिँ गौरीशङ्कर गाउँपालिका दोलखाको हिमालयका काठमा उत्पादन गरेको प्रशोधन गरेको स्वास्थ्यका लागि एकदमै वरदान हो, जसमा पोलिफेनल्समा र फ्लेभोनोइड्स जस्ता एन्टिअक्सिडेन्ट तत्त्वहरू उपलब्ध छ, जुन तत्त्व अन्य वनस्पतिमा पाइँदैन। यो तत्त्वले खाएकै कारण लाग्ने रोग, पिएकै कारण लाग्ने रोगबाट मानिसलाई अलग राख्ने गर्छ। अहिलेको दुनियाँमा डिटक्स गर्ने भनेर खुट्टा पानीमा डुबाएर मान्छेले खाएको पिएका पदार्थहरूमा रहेका बेकार वस्तुहरू, केमिकलहरू अर्थात् स्वास्थ्यका लागि हानिकारक तत्त्वहरू फ्याल्ने देख्नुभएको छ। उनीहरूले पनि ग्रिन टीलाई फुड सप्लिमेन्टकै रूपमा, ड्रिङ्क सप्लिमेन्टकै रूपमा प्रयोग गर्ने हो। स्वास्थ्य गोडमेलका लागि चाहिँ मानिसले ग्रिन टीको प्रयोग गर्नुपर्छ। इजी भन्दाखेरि जसलाई चिनीको प्रयोग हुँदैन, जसलाई कुनै रसायनको प्रयोग हुँदैन, यसलाई चाहिँ मुना टिप्यो, त्यसलाई स्याडोमा ओइल्यायो अनि ह्यान्ड रोल्ड गर्यो, त्यसपछि ड्राई भयो, घाममा पनि ड्राई नगर्ने, घाममा पनि ड्राई नभइसकेपछि यो ग्रिन टी चाहिँ स्वास्थ्यको लागि एकदमै उपयोगी हुन्छ। यसले चाहिँ मान्छेको खाएकै कारण, पिएकै कारण लाग्ने रोगबाट मानिसलाई अलग राख्ने गर्छ। रोगै नलागेपछि त मान्छेले अस्पतालमा गएर खर्च गर्नुपर्ने, चिरफार गर्नुपर्ने, औषधि किन्नुपर्ने, चिरफार गरेको, अपरेसन गरेको हेल्थ त 10-20% आयु घट्छ। यो लाखौँ लाख करोडौँ रुपियाँ खर्च हुनबाट जोगाउँछ ग्रिन टीले, र विभिन्न खाद्य पदार्थ र पेय पदार्थका कारण लाग्ने रोगहरूबाट पनि अलग राख्छ। भनेपछि ग्रिन टी चाहिँ मान्छेको लागि, स्वास्थ्य गोडमेलको लागि ठुलो वरदान हो। अनि ग्रिन टी प्रयोग गरेपछि चाहिँ तपाईँलाई आफ्नो जीवनमा सबैभन्दा ठुलो कुरा चाहिँ के हो भन्दाखेरि कमाउन नसके पनि रोग त लागेन। रोगै नलागेपछि त तपाईँलाई खर्च पनि भएन, तपाईँको दीर्घायु पनि भयो। अब रोग नलागेको मान्छेले जति काम गर्न सक्छ, रोगी मान्छेले खासै काम गर्न सक्दैन। निरोगी भएपछि मात्रै मान्छेले पूर्ण क्षमताको साथ काम गर्न सक्छ। पूर्ण क्षमताको साथ काम गर्ने मान्छेले चाहे निजामती सेवामा होस् वा प्रशासनिक, सेना, प्रहरी या न्यायालय वा सामान्य प्रशासन, शिक्षा, हरेक क्षेत्रमा त्यो क्षमतापूर्ण ढङ्गबाट पूर्ण क्षमताका साथ आफूलाई आफ्नो जीवनमा परिणाम निकाल्छ र पैसा पनि निर्माण गर्छ, आर्थिक विकास पनि हुन्छ। आर्थिक रूपमा सबल मान्छेले चाहे निजामती क्षेत्रमा होस्, चाहे राजनीतिक क्षेत्रमा होस्, सेना, प्रहरी, शिक्षक, जुनसुकै क्षेत्रमा होस्, ऊ प्रभावशाली, दक्षतापूर्वक योग्यता हासिल गर्दै अगाडि बढ्छ। भनेपछि मान्छे स्वास्थ्य गोडमेल गर्नुपर्छ। स्वास्थ्य गोडमेल मात्रै हुँदैन यो ग्रिन टीमा चाहिँ। ग्रिन टीले चाहिँ मान्छेलाई धर्मको काम पनि गर्छ, मान्छेको स्वास्थ्यको लागि पनि काम गर्छ, पुण्यको काम पनि गर्छ। मान्छेलाई रोगबाट अलग राख्नु, रसायन र विषायुक्त खाद्य पदार्थ, पेय पदार्थबाट अलग राख्नु, मान्छेलाई हेल्दी राख्नु, मान्छेलाई ठुला ऋणबाट बचाउनु, ऋण लाग्नबाटै जोगाउनु जस्ता महत्त्वपूर्ण काम गर्ने भएको हुनाले तपाईँले एसटिएस व्हाइट गोल्ड ग्रिन टी प्रयोग गर्नुभयो भने त्यो चाहिँ जीवनमा सबैभन्दा महत्त्वपूर्ण। आजैदेखि तपाईँले आफै आफ्नो स्वास्थ्यको लागि आफै डाक्टर, विषादी नै प्रयोग गर्नुहुन्न, कीटनाशक औषधि नै प्रयोग गर्नुहुन्न, अर्ग्यानिक खाद्य पदार्थ, पेय पदार्थ मात्रै सेवन गर्नुहुन्छ भनेपछि त यहाँबाट त एउटा नयाँ राष्ट्रवाद पनि प्रारम्भ हुन्छ। आफूलाई चाहिने खाद्य पदार्थ र पेय पदार्थ आफै उत्पादन गर्ने, विदेशबाट ल्याउन नपर्ने, विदेशबाट ल्याउन नपरेपछि हाम्रो पैसा पनि नेपालमै रह्यो। हाम्रो पैसा नेपालमा रहनु, विदेशीलाई चाहिँ बेचेर विदेशीको पैसा चाहिँ लिनु, यो नयाँ किसिमको राष्ट्रवाद हो। आफ्नो लागि आफैलाई खाद्य पदार्थ, पेय पदार्थ स्वावलम्बी बन्नु, आफ्नो देशलाई योगदान दिनु, विदेशी मुद्रा आर्जन गर्नु, स्वदेशी मुद्राले विदेशतिर लैजान नदिनुको एउटा नयाँ राष्ट्रवाद प्रारम्भ हुन्छ। यसरी आफ्नो खुट्टामा आफै उठ्यो भने न छिमेकीले हेप्छ, न हाम्रो देशले पनि आफूसँग पूर्ण क्षमताका साथ खाद्य पदार्थ, पेय पदार्थ, इन्धन सबै हुने हो भने भारतले वा चिनले वा अन्य मुलुकले हामीलाई हेप्ने ठाउँै हुँदैन।
त्यसकारण परराष्ट्र नीतिमा पनि राष्ट्रवादमा पनि यो नयाँ आयाम सुरु हुन्छ। त्यसकारण राष्ट्रवाद भनेको चाहिँ किसानको हत्केलामा हुन्छ, देशभक्ति भन्ने कुरा चाहिँ किसानको हत्केलामा हुने भएको हुनाले अर्ग्यानिक खाद्य पदार्थ, पेय पदार्थ यो खालि हामी ग्रिन टीको मात्रै मुद्दा अगाडि बढाइराखेका छैन। गहुँ पनि अर्ग्यानिक उत्पादन गर्नु, मकै पनि अर्ग्यानिक उत्पादन गर्नु। हिमालयमा उत्पादन गरेको मकै संसारभरि बेच्न सकिन्छ। हिमालयमा उत्पादन गरेको गहुँ, धान, चामल हरेक चिज संसारभरि बेच्न सकिन्छ। हामी चाहिँ अन्य समुद्री मुलुकको तडबाट चाहिँ नि तपाईँको चाहिँ खाद्य पदार्थ र पेय पदार्थमा हुनुपर्ने जुन मापदण्ड हो त्यो मापदण्ड नपुगेको खाद्य पदार्थ र पेय पदार्थ नेपाली पैसा बाहिर विदेश पठाएर हामीले खाइराखेका छौँ। यो चिज रोक्नु अर्को नयाँ राष्ट्रवाद हो। त्यसकारण अर्ग्यानिक खाद्य पदार्थ र पेय पदार्थ भन्ने कुरा हामीले आफ्नो स्वावलम्बी बन्न, आफ्नो खुट्टामा उभिन्न, देशभक्तिका लागि, राष्ट्रवादका लागि होइन, कसैले कसैसँग जुग्नु नपर्ने परिस्थितिसम्म जानका लागि पनि हामीले अब चाहिँ अर्ग्यानिक आन्दोलनमा जानुपर्छ। हामीलाई विशेष गरेर म पहिला भन्थेँ एक घर एक कृषि उद्योग, तर एक घर एक कृषि उद्योग मैले जे बहस गरेँ त्यो चाहिँ अहिले आएर मलाई के अनुभव लाग्यो भने गरी खाने मान्छे पनि चाहिने रहेछ घरमा। त्यसकारण अहिले चाहिँ म गरी खाने मान्छे खोजी अभियानमा छु। एक घरमा कम्तीमा एउटा गरी खाने खालको मान्छे भयो भने मात्रै त्यो सफल हुने रहेछ। अहिले चाहिँ हामी इतिहासमा गरी खाने मान्छे कस्तो थियो र वर्तमानमा गरी खाने मान्छेहरू कस्ता छन्, यो दुईटालाई जोडेर भविष्यको गरी खाने मान्छे कस्तो हुनुपर्छ भन्ने मार्गमा हामी जान खोजिराखेका छौँ। तपाईँहरू ग्रिन टी प्रयोग गर्नुहोस्, ग्रिन अर्ग्यानिक खाद्य पदार्थ र पेय पदार्थ प्रयोग गर्नुहोस् र गरी खाने मान्छेको खोजीमा अभियानमा संलग्न हुनुहोस्। तपाईँले पनि सञ्चालन गर्नुहोस्। अब तपाईँले आफ्नो बाउ र आमाले जे पेसा गरेको छ त्यो पेसालाई अपग्रेड गर्ने शिक्षा चाहिन्छ। तपाईँ चाहिँ 12 क्लास पढेपछि विदेश जाने, अमेरिका जाने वा कुनै पनि मुलुकमा जाने अनि त्यहाँ गएर पैसा कमाइन्छ र अनि फर्किन्छ भन्यो भने तपाईँ श्रीमती पनि पहिला गइसकेको हुन्छ, बाउ आमा पनि बुढी भइसकेको हुन्छ। त्यतिखेर तपाईँले फर्केर नैराश्यता, एक्लोपन, समाजले पनि लाउरे त हो नि भन्ने, तपाईँले जुन साथीहरू बनाउनु पर्ने बनाएको हुँदैन, तपाईँले जति खर्च गरे पनि उनीहरू आफ्नो हुन सक्दैन। त्यसकारण विदेश जानु त नराम्रो त होइन, तर आफ्नै आँगन, आफ्नै बगानबाट आफ्नै बाउको पेसा, आफ्नै आमाको पेसा अपग्रेड गर्ने राष्ट्रवाद, आफ्नै पेसालाई अगाडि बढाउने र गरी खाने मान्छेको खोजी जुन अभियान हो त्यो अभियान चाहिँ तपाईँले महत्त्वको साथ अगाडि बढाउनु भयो भने त्यो चाहिँ एकदमै ब्युटिफुल हुनेछ। यल्मो ग्रेट वाल युट्युब च्यानलमा तपाईँले सब्सक्राइब पनि गर्नुहोला, लाइक कमेन्ट पनि गर्नुहोला, ताकि यल्मो क्षेत्रमा नयाँ अर्ग्यानिक उत्पादन गरेर अमेरिकी क्षेत्रमा, युरोपमा, विभिन्न मुलुकहरूमा हामी बिक्री वितरण गर्न सकौँ। विदेशबाट केही नल्याउँ, नेपालमा उत्पादन गरेको चाहिँ विदेशमा लैजाउँ र केही विदेशी मुद्रा कमाउँ भन्ने अभियानसहित आजलाई बिदा चाहन्छु। जादौ ओ टासिदेऊ।